Hello guys, welcome to my vlog. अबे के गरेको? के गरेको गाइस यो? किन? कता गए? एकछिन है। यो रुममा। के हो? खै? यो त के यो अलार्म बज्नुको के रहस्य हो गाइस? अलार्म त हैन। ए यो कराको कि यो फायरकै हो, फायर अलार्म हो कता के हो? ओ यसो भन्दा भाइमा पछि सिलीबाट पला जम 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 युज गर्नु हुन्न त छिटो भाइ गाइस के भयो हाम्रो त्यहाँ? ओइ सबैमा करायो। 5 फुट लिएर आउनु त जम्यौ। ह? 5 फुट लिएर आउनु। यो अन गर्नु। आउँदै छ नि आयो। हामी तल लाग्यो नि। फायर के फायर बज्लाई। जम 5 फुट लिएर आउने पत्ता जानु पर्छ गाइस। अबे अझै के भयो यहाँ? तिमीलाई सोध्नु पर्यो। ए यहाँ के बनाउँदै रहेछ त्यही What happened, brother? I don't know. One cigarette. Huh? Smoking Secret? inside. Where? 001, 002. 001, 002. Yes. Inform them. Guys, हामी चाहिँ म चाहिँ भाइलाई भेट्न जान लागेको किनभने भाइले पैसा चाहिँ लिँदैन हो फेरि। यो चाहिँ मेरो पन्चिङ कार्ड हो अनि फेरि ओ यो म्याडम र म चाहिँ जान लागेको ड्युटीबाट आएर आज फेरि माथि भ्याक्सिन लगाइदिएर हो। यो कतारमा कतिचोटि भ्याक्सिन लगाउँछ त्यो पनि मलाई थाहा हुँदैन गाइस। दुखेर यो चाहिँ हामी बस्ने बिल्डिङ हो गाइस, यत्रो ठुलो छ। सो त्यहाँ चाहिँ स्मोक अलार्म कस्तो कराइरहेको छ कि ट्याङ 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 त्यो स्मोक अलार्म भन्छ खै। सरी कसको अनुहार आयो। यो चाहिँ हाम्रो मेट्रो हो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। मैले त सोध्नै बिर्सेछु त्यो अलार्मको चक्करमा यो त्यो भन्दाको त यहाँ कत्रो बिल्डिङ छ। यो चाहिँ हामी बस्ने बिल्डिङ हो। यो चाहिँ कार पार्किङहरू, गाडी पार्किङहरू। ल गाइस हामी चाहिँ अब गाडीमा बस्न लागेको। हेलो गाइस, म चाहिँ भाइलाई भेट्न जान्छु भनेर सोचेको थिएँ तर मलाई चाहिँ एकदमै रिस उठ्यो। के भयो भनेर नसोध्नुहोस् गाइस। भाइलाई भेट्न गएको फोनै उठाइदिएन। यस्तो रिस उठ्यो मलाई, यस्तो रिस उठ्यो मलाई। फेरि एकदमै मेरो बानी के हो भने मलाई एकदमै टाउको दुख्छ क्या। त्यो रिस पोखाउन पाएन, झन् बिहानैदेखि टाउको दुखिरहेको थियो मलाई एकदमै। सो टाउको दुखेर मन लागिसक्यो अनि भात खाइदिएको हात पनि बसेको। अझै पनि मलाई रन टाउको दुखिरहन्छ। मैले उसलाई भनेको थियो भाइ म आउँछु भनेर। उसले चाहिँ नाना चामल लिन आउनु भनेर भनेको थियो। अनि म पनि अब ल त नि भनेर अनि मैले खास गरी बफ बनाउँछु भनेर भनेको थियो। बफ पाएन। अनि साथीले चाहिँ चिकन बनाएको थियो। बोल्न नि सकेन कि रिस मलाई यति किन उठ्छ। यो रिसलाई काबु गर्नलाई के गर्नुपर्छ गाइज? एनीवे कन्ट्रोल माइसेल्फ। एकदम चित्त दुख्छ हो। अहिले त फोनै उठाइदिएन कि सुत्या हो कि के हो? अब सुत्या भने त फोन साइलेन्टमा राखे हो कि के हो? फोनै उठाइदिएन। झन् त्यहाँ माथि साथीहरूले तेरो भाइ गर्लफ्रेन्ड भेट्न गएको होला यो त्यो भनेर मेरो दिमाग खराब गरिदियो। मैले फेरि रिस एकदम कराउँछ। म रिस आएको बेलामा धेरै नबोल भन्छु क्या म, त्यही भएर। ओके गाइज, अब चाहिँ मैले खाना खाएर पनि भात राखेको छु। अब चाहिँ म कपडाहरू चेन्ज गर्छु अनि भाँडाकुँडा धुन्छु। सुत्नु पर्यो, बिहान ड्युटी छ मेरो। के गर्नु, ड्युटी त गर्नु पर्यो। मेरो भाइ धोतीले फोनै उठाइदिएन, त्यही भएर मलाई रिस उठ्यो। आलु सिमी, आलु सिमी अनि
भन्छ चिकन पकाएको थियो अब चाहिँ म भाँडा धुन्छु भाँडा धोएर चाहिँ खाना कति के हो यो यसको होला यो कुन चाहिँको हो फेरि एउटा तरकारीको होला रमजानको बेलामा त हाम्रो ब्रेकफास्ट हुँदैन नि त मैले यसरी चना बनाउँछु 3 जना छ अनि हामी चाहिँ मुस्लिम होइन नि त अब धेरै दिन छैन आज 26 भनेपछि मैले खाना खाएपछि हेरेर गाइस कपडा कस्तो फोहोर बनाउँछ मैले चाहिँ रमजानको बेलामा खाजा लैराखेँ आज मेरो मेडिकल थियो भ्याक्सिन हालेको सो हात पनि एकदमै पेन भइरहेको छ सो भोलिको लागि चाहिँ अहिलेदेखि खाजा रेडी पारेर राखौँ कि के सोच्दैछु म रेडी पारेर राख्दा नै बेटर हुन्छ होला गाइज किनभने मलाई अहिले रिस पनि उठिरहेको छ सो त्यही भएर अहिले बनाएर राख्छु निन्द्रा पनि लाग्दैन अनि ठ्याक्क बिहान तताएर लाँदा ठिक्क हुन्छ जस्तो लागिसक्यो मलाई कस्तो कडा रिस उठ्छ हौ गाइस आज बिग्रिनमा के भएर हुन्छ फ्राइड अलार्म बजेको बर्डे छ अन्डाहरू पनि लान्थ्यो ओके गाइस म चाहिँ अब चना फ्राई गरेर पछि भेट्छु तपाईँहरूसँग के फ्राई गर्नु चना पनि खाँदा वाक्क हुँदो रहेछ कहिले त भाँडा साडा पनि धोइसकेँ गाइस अलिकति सोच्छु कस्तो हात पनि धोइरहेको छु त्यसलाई पोख्न काली पोसी तैँले भोलि त मलाई फोन गर्छिस् होला नि भाइसँग रिसाको गइदिएसम्म मेरो रिस मरेकै छैन मुख धोएर एक पाती गाजर लाग्यो मेरो स्किन रुटिन भन्न त मिल्दैन यो फ्लेस क्लिजिङ कि किन्जिङ हो कस्तो भन्न लाग्यो क्लिजिङ धेरै पढेपछि यस्तै हो गाइज धेरै पढ्नु हुँदैन क्या त्यही भएर डक्टरको अक्षर कसैले बुझ्छ कसैले बुझ्दैन नि डक्टरले लेखेको हो धेरै पढ्यो भने यो थोरै थोरै पढेको मान्छेले लेखेको म बुझ्दिनँ क्या खोइ त कुरा बुझे गाइज नङ पनि भाँचेको छ मेरो गाइज बिहान हतार अस्ति हिजो कहिले हो मैले पेटिकेट गरेको आफै अस्ति भर्खर त्यस्तो राम्रो लगाएर पेटिकेट गरेर पोलिस लगाएर राम्रो भएको थियो अनि हस्पिटलमा चेक गर्छ नि त भ्याक्सिन लाउँदाखेरि किन काटेन यो हस्पिटल हो आफ्नो क्लिन आफैले गर्नुपर्छ यसरी नपाल्ने होइन भनेर मेरो 2टा हातमा गयो
यति भएपछि भयो राम्रै चक्का अब खुट्टा धुन्छु गाइस खुट्टा के देखाइराख्नु पछि भेट्छु है त अब सुत्नु पनि हुन्छ गाइस फ्रेस भयो पनि मुखहरू सबै धोयो मैले ड्युटी ब्याग चाहिँ कहाँ राखेको छु अलिकति मोइस्चराइजर लाउनु पऱ्यो भनेको आयो कस्तो पेटको हालत त्यस्तो थियो कतिवटा मेरो बच्चाहरू मेरो साथीहरू पनि बन्डङ ओके गाइज अब म सुत्छु मोइस्चराइजर पनि भेटेन आज विदाउट मोइस्चराइजर सुत्छु समय काम भइसक्यो सी यू थ्याङ्क यू सो मच वाचिङ माई भिडियो टिकटकमा चाहिँ सबैजनालाई ड्याङ त्यो सबै चाहिँ के अरे 11,000 1200 1300 साथीहरूले सबै टिकटकमा फलो गरिदिनु भए कति राम्रो हुन्थ्यो त्यही भएर ठिकै छ सिक्दैछौँ कसरी बनाउने के बनाउने गुड नाइट गाइज सी यू टुमोरो प्लिज डोन्ट फर्गेट सब्सक्राइब माई युट्युब च्यानल अब चाहिँ म सुतेँ बाई बाई लभ यु अल